निकै नै मिलनसार अनि बोली वचन मिठो भएका आफूले काम आटेपछि फत्ते गरी छाड्ने वृष राशिको लागि मक्सिर महिनामा चाहिँ काममा प्रेसर बढ्ने समय रहेको छ कि अलिकति काममा अनावश्यक तनावहरू आउने भयो हजुरको काममा, हजुरहरूको जागिरमा है त। त्यस्तै घरको काममा, घरभित्रको सजावटको काममा चाहिँ हजुरहरूको आर्थिक खर्च हुने समय पनि रहेको छ के। जुन घरभित्रको सजावटको कामहरू भयो, घरभित्रको खर्चहरूमा चाहिँ हजुरको पैसा बढी जानेछ। त्यस्तै वैवाहिक जीवनमा पनि अलिकति सामान्य खटपटहरू आउन सक्छ, सचेत रहनु होला है त। तर महिनाको अन्तिममा चाहिँ समझदारी भएर महिना टुङ्गिनेछ। सुरुमा बिचमा खटपट आए पनि महिनाको अन्तिममा चाहिँ सबै कुरामा समझदारी हुनेछ। वैवाहिक जीवनमा छोटो दूरीको यात्रा चाहिँ धेरै हुने भयो वृष राशिको। त्यस्तै शत्रुमाथि विजयको योग बनेको छ। अब अरू व्यक्तिले वृष राशिलाई लडाउँछु पछाड्छु भन्ने नसोच्दा हुन्छ, किनकि यिनीहरूको शत्रुमाथि विजयको योग बनिसक्यो है त। त्यस्तै अब हजुरहरूको पनि सामाजिक सञ्जाललाई यो समय अलि राम्रो देखिएको छ कि हजुरहरूको पोस्टहरूमा भाइरल हुने, पोस्ट भाइरल हुने, भ्युज बढी आउने, हजुरहरूको तारिफ हुने, हजुरहरूको पोस्टको बारेमा यी कुरा छ फेसबुक, टिकटकको, युट्युबको लगायत सम्पूर्ण सामाजिक सञ्जालको। त्यस्तै फेसबुकबाट हजुरहरूको पैसा आम्दानी हुने योग पनि रहेको छ। धेरै वृष राशि हुनेहरूको यो समयमा फेसबुक मोनिटाइज हुनेछ, जस्तो अहिले ट्रेन्डिङमा चलिरहेछ नि। अब हजुरहरूको फेसबुक मोनिटाइज हुने, पैसा आम्दानी हुने पनि छ। सन्तानको चिन्ताले सताउने भयो वृष राशिलाई, नातिनु सब ठिक भएर जानेछ है त। त्यस्तै अरूलाई ज्ञान दिने व्यक्तिहरू जो हुनुहुन्छ नि वृष राशिका जो अरूलाई ज्ञान दिने व्यक्तिहरू, जस्तै अब टिचरहरू हुनुभयो, मोटिभेसनल स्पिकरहरू हुनुभयो, यिनीहरू ज्योतिषहरू हुनुभयो, यिनीहरूलाई समय त्यति राम्रो छैन है। अरूलाई ज्ञान दिने व्यक्तिहरूलाई पनि राम्रो छैन, जागिरीहरूलाई पनि राम्रो छैन। त्यस्तै मनमा विरक्त छाउने भयो, नैराश्यता छाउने छ वृष राशिको लागि, नैराश्यता छाउने छ है त। त्यस्तै हजुरहरूको माताको सल्लाह लिएर अगाडि बढ्नु होला, पिताको सल्लाह लिएर अगाडि बढ्नु होला है त यो महिना। त्यस्तै हजुरको जागिरमा चाहिँ स्थानान्तरणको योग बनेको छ कि हजुरले कुनै जागिर मान सम्मान प्रतिष्ठामा पाउनु पर्ने थियो जागिरमा भने अब पाउनु हुनेछ, प्रमोसन हुनुपर्ने थियो भने प्रमोसन हुनेछ, जागिर छोडेर अर्को ठाउँमा शिफ्ट चेन्ज हुनुपर्ने थियो भने पनि शिफ्ट चेन्ज हुनुहुनेछ है त। त्यस्तै परीक्षा प्रतिस्पर्धामा सफलताको योग बनेको छ। स्वास्थ्यमा चाहिँ राम्रो समय, त्यति ठुलो समस्या चाहिँ देखिँदैन। सामान्य चिसोको समस्याले सताएका पनि त्यति ठुलो चाहिँ हजुरलाई समस्या देखिँदैन। काममा प्रेसर तनाव बढे पनि पदोन्नति चाहिँ अवश्य नै हुनेछ है त। त्यस्तै पारिवारिक समग्रमा पारिवारिक वातावरण चाहिँ राम्रो हुनेछ। हजुरलाई घरमा बस्न चाहिँ फिटिकै मन लाग्ने छैन। अब वृष राशिले समय खराब छ, खराब चल्यो जस्तो मानेमा चाहिँ नजिकको ज्योतिषसँग गएर सल्लाह सुझाव चाहिँ लिनु होला है त।